हेलो गाइस गुड मर्निङ हामी चाहिँ यो रेफिड सिटीको फुडिल्स भन्ने एउटा होटेलमा बसेको थियौँ र हामी चाहिँ नास्ताको लागि बाहिर निक्लिसकेका छौँ। यहाँ चाहिँ नेपालको जस्तो फुल राखेको छ, कस्तो दामी फुलहरू। र यहाँ चाहिँ खानेकुराको लागि राखिदिएको छ, जे खाँदा पनि हुन्छ। अनि टिभी पनि राखिदिएको छ, यहाँ बसेर खान मिल्छ। कफी हट वाटर सबै यहाँ छ। लुक्स सो ब्युटिफुल। यहाँ खानेकुरा रेडी हुँदैछ ब्रेकफास्टको लागि, सबै यहाँ राखिदिएको छ। कफी, जुस, फ्रुट्स रेडी भएको छ। यो सबै खानेकुरा कस्तो छ, मिठो छ। माथि जाँदैछौँ रुममा, यस्तो टेकाना छ, यस्तो रेलिङ छ यहाँ। बाहिर चाहिँ यस्तो रहेको छ, घाम लागिरहेछ। हाम्रो रुम नम्बर चाहिँ 130। रुम खोल्दै हुनुहुन्छ यहाँ। हामी चाहिँ रेडी भइसकेका छौँ। अब चाहिँ हामी बाहिरतिर जान्छौँ र तपाईँहरूलाई सबै भ्युजहरू देखाउनेछ आजको। नाउ वी आर अन द वे टु माउन्टेन साइड। हामी चाहिँ माउन्टेन साइडतिर जाँदैछौँ र यहाँको भ्यू चाहिँ एकदम नेपालको जस्तै रहेको छ। पुरा डाँडा खाँडा अनि गाउँहरू जस्तो रहेको छ यहाँको भ्युजहरू। र यहाँको बाटो पनि यस्तो घुमरो रहेको छ अनि माथि फुल छ। यो फुल चाहिँ सबै कस्तो वुडले बनेको हो। वर्ल्ड वार 2 को बेलामा बनेको रहेछ सबै यो फुलहरू। अनि यहाँको बाटो चाहिँ हामी लेटङ जाने बाटो जस्तो रहेको छ। यहाँ चाहिँ यस्तो छ, घुमरो बाटो रहेको छ र हामीले नेपालको सबै मेमोरिजहरू चाहिँ आज यहाँ रिफ्रेसमेन्ट भइरहेछ। एक्ज्याक्टली नेपालको बाटो जस्तै रहेको छ। अनि गाइस यहाँ चाहिँ हामी इलाम बजारमा घुमेको जस्तै गाउँहरू रहेको छ र यहाँनिर होटलहरू रहेको छ। यो चाहिँ बाटोमा हामी कन्याम इलाम जाँदा चाहिँ यस्तै बाटो हुँदै जान्थ्यौँ र त्यस्तै छ यहाँनिर नेपालको जस्तै छ सबै कुराहरू। भिर पाखा डाँडाकाँडा सबै बजारहरू नेपालको जस्तो रहेको छ। रोडको साइडमा चाहिँ यस्तो ठुल्ठुलो ढुङ्गाहरू रहेको छ। वा कस्तो दामी देखेको भ्युजहरू। र यहाँनिर चाहिँ स्ट्याचुको टाउकोहरू देखिन्छ यहाँदेखि। हामी चाहिँ त्यहाँ जानुपर्ने हो। हामी चाहिँ अब 4 टाउके भएको ठाउँमा चाहिँ आइपुग्न लागिसक्यो र हामी चाहिँ क्लोजमा आइसकेको छौँ। हामी चाहिँ अब आइसकेको छौँ। यहाँ हामी 3 जना हिँड्दैछौँ माथि स्ट्याचु पुग्नुको लागि। र यहाँको भ्युजहरू चाहिँ यस्तो छ। हामी चाहिँ भित्र प्रवेश गर्दैछौँ र हामी चाहिँ जानुपर्ने हो यो 4टा टाउको भएकोतिर। सल्लाहको बोटहरू रहेछ पुरा यहाँ। हामी 3 जना चाहिँ यहाँ हिँड्दैछौँ, छायामा देखिरहेछ। अब चाहिँ हामी यहाँ भित्र आइसकेको छौँ। यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। यो चाहिँ स्टेज हामी हेर्नको लागि आएको। एभ्री स्टेट अफ अमेरिकाको चाहिँ यो फ्ल्याग रहेको छ र डिफ्रेन्ट फ्ल्याग चाहिँ डिफ्रेन्ट स्टेटको रहेको छ। यसरी स्टेटको नेम चाहिँ तल राखिदिएको छ, लेखिदिएको छ कतिमा भएको भन्ने डेटसँगै राखेको छ। अनि यता पनि त्यस्तै छ, डिफ्रेन्ट स्टेटको डिफ्रेन्ट फ्ल्याग। अब चाहिँ हामी यो स्ट्याचुमा आइसकेको छौँ। गाइस हामी चाहिँ यहाँ आइसकेको छौँ र यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। यो सबै ढुङ्गाले बनेको। 4 प्रेसिडेन्टदेखि बनेको रहेछ आई थिङ्क यो चाहिँ। वाउ।
हामीले चाहिँ यहाँको सबै भ्युजको फोटो अनि भिडियो बनाइसकेका छौँ र गाइज अब चाहिँ हामी यहाँदेखि फर्किँदैछौँ र यो चाहिँ अघि हामी इन्टर गरेको प्लेस हो अब हामी यहाँदेखि एक्जिट हुँदैछौँ अनि यो फ्ल्यागहरू रहेको र यहाँदेखि यस्तो राम्रो भ्युज देखिन्छ र अब चाहिँ हामी फेरि यहाँदेखि अर्को प्लेसतर्फ जाँदैछौँ अब हामी यहाँभित्र गिफ्ट सपतिर जाँदैछौँ र यहाँ चाहिँ गिफ्टहरू किन्नुको लागि र यहाँ सबै कुराहरू पाइन्छ अब हामी एउटा एउटा गिफ्ट किनेर जान्छौँ के लाने हो र यहाँ चाहिँ यस्तो अनि यो चाहिँ मलाई गिफ्ट दिएको बहिनीले थ्याङ्क यू सो मच यहाँ कति राम्रो कपहरू रहेछ अनि यो भोड्का खाने चिया खाने अनि यहाँनिर घाँटीमा लगाउने सबै रहेछ हामी यो गिफ्ट सपबाट पनि बाहिर निक्लेछौँ र हामीले एउटा एउटा गिफ्ट बोकिसकेका छौँ अब हामी गिफ्ट सपबाट पनि निक्लेर जाँदैछौँ र अब चाहिँ हामी बाहिर निक्लिँदैछौँ अब हामी यहाँदेखि बाहिर निक्लेर गाडी पार गरेको ठाउँतिर जाँदैछौँ र आजको मौसम पनि एकदम रमाइलो छ र हामीले सबै कुराको अवलोकन गरेर फर्किँदैछौँ अघि हामी यहीँदेखि आएको थियौँ र अहिले हामी यहीँदेखि फर्किँदैछौँ सिँढी छ यहाँ नेपालको जस्तै घाम पनि लागिरहेको छ त्यस्तो जाडो छैन अहिले यहाँ अब चाहिँ हामी गाडी भएको ठाउँतर्फ आइसकेको छौँ र अब हामी यहाँदेखि क्रेजी हर्स जाँदैछौँ गाइस हामीले चाहिँ यहाँको सबै भ्युजहरू हेऱ्यौँ पनि घुम्यौँ पनि र धेरै फन भयो अब चाहिँ हामी फेरि ब्याक हुँदैछौँ र यो हिमालहरू सबै देखिरहेछ भ्युहरू चाहिँ एकदम दामी रहेछ होइन ढुङ्गा कस्तो कस्तो देखेको